मलाई चाहिँ आज यो भिडियो बनाउन किन मन लाग्यो भन्दाखेरि सुन हेर जेन्जी केटा हो तिमीहरूले छोड्न हुँदैन। नेपालमा यस्ता ठुला ठुला कम्पनीहरूले 9 करोडभन्दा तलको त कुनै बिलै छैन क्या। ल अर्बौँ अर्बको रासो छली गरेर देशलाई घाटा गरेर कम्पनी चलाएर बस्ने हामी नेपालीको घरमा चाहिँ जब 100 रुपियाँ 200 रुपियाँको बिल विद्युत प्राधिकरणले छोड्दैन भने यस्ता कम्पनीहरूलाई योभन्दा अगाडि किन छोडिरहेको थियो? किन यो अगाडिको ऊर्जा मन्त्रीले हेरेन? कुलमान दाइले अहिले एकदम राम्रो गर्नुभएको छ। यो बकौता जसरी पनि उठाउनु पर्छ। हेर देशमा जति पनि हानि भएको छ अहिले त्यो हानि यो सबै रकम उठाउने हो भने देशलाई अत्याधिक मात्रामा धेरै विकास गर्न पुग्छ। यस्ता ठुला ठुला कम्पनीहरूले देशलाई धेरै घाटा पुर्याइरहेको छ। यस्ता कम्पनीहरूको बत्ती लाइन काट्नुपर्छ र यिनीहरूले बकौता नतिरेसम्म लाइन सुचारू गर्न हुँदैन। तब मात्र देश विकास हुन्छ। मैले यो धेरै हेरेँ होइन, धेरै मैले हिसाब गरेर 7 दिनै लागेन क्या। अरबौँ अर्ब चाहिँ यो ठुला ठुला कम्पनीहरूले हिसाब किताब हिनामिना गरेर हेर्नुहोस्। कुलमान घिसिङ दाई, तपाईँले अब जसरी पनि यो विद्युत बकौता महसुल जसरी पनि उठाउनु पर्छ। त्यो पैसाले जति पनि देशमा विकास गर्नले मजाले पुग्नेछ। नेपालमा जेन्जीहरूले एकदम समर्थन गरेर विद्युत महसुल बकौता जसरी पनि उठाउनु पर्छ। देशको हरेक कुना कुनामा विकास गर्न पुग्नेछ। यो अरबौँ अर्ब रकम चाहिँ उठाउन सक्यो भने देशलाई मजाले विकास पुग्छ। यस्ता ठुला ठुला कम्पनीहरूको चाहिँ विद्युत महसुल नउठाउने यो अगाडिको ऊर्जा मन्त्री के नाम मात्रको ऊर्जा मन्त्री के हुन त आफैले घुस खाएर बसिरहेको होला। त्यही भएर होला सायद यसले उठाउन नउठाएको होइन। कुलमान दाई, अब तपाईँले उठाउनुपर्छ। देशलाई एकदम राम्रो विकास गर्नुपर्छ। यति पैसाले जति इनफ पुग्नेछ विकास गर्नलाई। ल तपाईँले यो काममा चाहिँ एकदम राम्रो गर्नुभएको छ। यसमा सबैको साथ सपोर्ट मिल्ने। साधारण जनताले चाहिँ खाइ नखाइ गरेर कर तिर्नुपर्ने, राज्यलाई ट्याक्स तिर्नुपर्ने यस्ता ठुला ठुला कम्पनीहरूले चाहिँ के जनतासँग चाहिँ जति पनि चुसेर खान मिल्ने अनि राज्यलाई ट्याक्स तिर्नु नपर्ने। जेन्जी आन्दोलनले देशमा जति पनि घाटा पुर्याएको छ त्यसको 4 अरबौँ यो विद्युत महसुल बकौता उठायो भने 1% मात्रैले खर्च पुग्छ नेपालमा। 1% यो विद्युत महसुल यो बकौता सबै कम्पनीहरूबाट उठाउन सक्यो भने त्यस उठाएको 1%ले मात्रै आन्दोलनमा खर्च गरेर मजाले इनफ पहिलाको जस्तै बन्छ। ल यति चाहिँ लागू गर, जसरी पनि उठाउन सक्नु पर्यो। कुलमान घिसिङ दाई, तपाईँलाई मेरो सलाम छ। कुलमान दाई, सलाम छ तपाईँलाई। यति उठाउन सक्नुभयो भने तपाईँलाई यो राष्ट्रले नै राम्रो मान्ने छ।